युट्युब भिडियो हेरेर बस्नुहुने सम्पूर्ण साथीहरूलाई नमस्ते। सबैजना सन्चै आरामै हुनुहुन्छ होला। साथीहरू, आजको भिडियोको टपिक रहेको छ मलेसिया केही सेक्टरहरू खुलिसकेका छन् र केही सेक्टरहरू खुल्दै गर्दा केही समय पछाडि खुल्ने हल्ला भइरहँदाखेरि धेरैजना साथीहरूले सोध्नुहुन्छ मलेसिया कुन सेक्टरमा आउँदाखेरि राम्रो हुन्छ अथवा कुन क्षेत्रमा आउँदाखेरि राम्रो हुन्छ भनेर तपाईहरुले सोधिराख्नु भएको छ। आज म त्यसकै बारेमा तपाईहरुलाई चाहिँ केही सानो जानकारी दिँदैछु। भिडियो अन्तिमसम्म हेर्नु होला। यदि पहिलो पटक मेरो भिडियो हेर्दै हुनुहुन्छ भने च्यानललाई सब्स्क्राइब गरेर पनि जोडिनु होला भन्न चाहन्छु है त। साथीहरु, म मलेसिया लामो समयदेखि छु, धेरै लामो समयसम्म म मलेसिया छु र त्यही अनुभव अनुसार मलेसियामा म के भन्न चाहन्छु भन्दाखेरि विशेष गरी कहिल्यै पनि मलेसियामा नआउनु भएको भाइ बहिनीहरूलाई है त, अब केही महिना पछाडि फ्याक्ट्री लाइन पनि अब खुल्दैछ भन्ने हल्लाहरू मात्रै छ, तर ग्यारेन्टी छैन। यसकै आधारमा कयौं 4-5 वटा सेक्टरहरू खुलिसकेका छन् र अब मलेसिया कुन क्षेत्रमा आउँदाखेरि राम्रो हुन्छ भनेर बुझ्न खोज्नु भएको छ। मलेसियामा सबैभन्दा राम्रो भनेको रुचाउने र धेरै साथीहरूले मन पराउने भनेकै फ्याक्ट्री लाइन हो है। फ्याक्ट्री लाइनतिर हो, किनकि त्यहाँ धेरै फ्यासिलिटीहरू हुन्छ। त्यहाँ यदि नाइट शिफ्टमा राति काम दियो भने नाइट एलाउन्सहरू हुन्छ। कम्पनी राम्रो चल्यो भने कस्टमर बोनसहरू दिन्छ, बेसिक सेलरी। कम्पनी राम्रो चल्यो भने वार्षिक बोनस पनि दिन्छ, बेसिक सेलरी 1700। कम्पनीहरुमा होस्टेलहरुको फ्यासिलिटी केही राम्रो हुन्छ। बिमारी पर्दाखेरि ट्रान्सपोर्टहरु र केही पर्सेन्ट कम्पनीले नै खर्च गर्छ र यदि कम्पनीमा ओटी नचलेको खण्डमा पनि मज्जाले छुट्टी पाइन्छ, आराम पाइन्छ, घुमफिर गर्न पाइयो है। त्यही भएको कारणले गर्दाखेरि र अर्को मेन कारण कम्पनीमा रुचाउनको कारण कम्पनी अर्डर आएको बेला एकदमै कहिलेकाहीँ ओटी चल्दिन्छ। कमाई 3000-3500 पनि भइदिन सक्छ। त्यसमा ओटी चल्ने सम्भावनाहरू धेरै हुन्छ उत्पादनमूलक कम्पनीहरुमा। यदि कस्टमरहरूले चाहिँ अर्डर दियो भने चल्छ है। त्यही भएको कारणले गर्दाखेरि सबै हामी नेपाली होस् या जुनसुकै देशको विदेशी कामदारहरूले आउन र मन पराउने भनेको फ्याक्ट्री लाइन हो र मलाई पनि मन पर्ने फ्याक्ट्री लाइन हो। कारणवश म सेक्युरिटी गार्डमा छु अहिले। पहिला मैले चाहिँ फ्याक्ट्रीमै काम गरेको है त। त्यही भएको कारण म फ्याक्ट्रीमै आउनको लागि साथीहरूलाई चाहिँ कुरा राखेँ है त। यदि फ्याक्ट्रीमा चान्स मिलेन, इन्टरभ्यू पनि पास भएन, एज पनि धेरै भइसकेको छ भनेपछि अरु सेक्टरमा आउनुहोस्, होटल लाइनहरू। त्यसपछि को भनेको सुपर मार्केटहरूतिर जहाँ ओटी चल्छ, ती सुपर मार्केटहरूमा पनि राम्रो हुन्छ। र अर्को कुरा होटल लाइन, क्लिनर हैन है। होटल लाइनमा आउनुभयो भने होटलमा ओटी चल्यो भने होटलमा ओटी चल्छ। सटरडे, सन्डे, त्यसपछि पब्लिक होलिडेमा प्रायः होटलहरू बन्द हुँदैनन्, किनकि त्यति बेला चाहिँ झनै त्यहाँ ग्राहकहरू धेरै आउँछन्, कस्टमरहरू। त्यो भएको कारण ओटी पाइने सम्भावना धेरै हुन्छ। त्यो भएको कारणले गर्दाखेरि होटल लाइनमा पनि ठिकै हुन्छ। होटल लाइनमा त्यति खासै एज चाहिँदैन, 40-45 वर्षको मान्छेहरू पनि आएको मैले देखेको छु र त्यस्तै सुपर मार्केटहरूमा पनि ठिक हुन्छ है। नम्बर 1 मा सबै आउने भनेको फ्याक्ट्री हो, किनकि त्यहाँ थुप्रै साथीहरू पनि हुन्छ एउटै कम्पनीमा, लगभग एउटै गाउँको साथीहरू हुन्छ। त्यति नभए हरेक फ्यासिलिटीहरू छ है। चाडपर्वहरू आउँदाखेरि कहिलेकाहीँ कम्पनीहरूले खानेकुराहरू, फलफुलहरू, सानो दक्षिणाहरू दिने है, लगायत कहिलेकाहीँ कम्पनी फाइदामा गएको बेला लन्चहरू लैजाने, डिनरहरू लैजाने पनि गर्छ। त्यो भएको कारणले गर्दाखेरि कम्पनीमा सबैले रुचाउनुहुन्छ, म पनि कम्पनीमा रुचाउँछु। र यदि तपाईहरु पहिलोपटक आउँदै हुनुहुन्छ र चान्स पाउनुभयो भने सकभर तपाईहरु कम्पनीमै आउनुहोस् है त। कम्पनीमा राम्रो छ। त्यसपछाडिको मैले बताइसकेँ होटल लाइन र त्यसपछाडि सुपर मार्केटहरू पनि ठिकठाकै छ। आजको यो छोटो जानकारी यहीँनेर राख्न चाहन्छु साथीहरू। सबैभन्दा राम्रो भनेको फ्याक्ट्रीमै हुन्छ। फ्याक्ट्री भनेको एउटा जिम्मेवारीपूर्ण कम्पनीहरू हुन्छन्, नीतिगत रूपमा चल्छन् र कहिलेकाहीँ हाम्रो चित्त नबुझेको कुराहरू भन्दाखेरि कम्पनीहरूले सुन्न पनि सक्छन् अथवा घर पठाइदिन सक्छन्। त्यही भएको कारणले गर्दाखेरि कम्पनीमा धेरै राम्रो छ। ठुला नाम चलेका फ्याक्ट्रीहरू है एकदमै राम्रो हुन्छ। त्यसपछाडि भनेको होटल लाइन अनि सुपर मार्केटहरू पनि ठिक हुन्छ है त साथीहरू। आजको भिडियो कस्तो लाग्यो, जस्तो लाग्यो त्यस्तै कमेन्ट गर्नुहोस्। र अब केही महिना पछि खुल्ने हल्ला छ साथीहरू, ग्यारेन्टीका साथ भन्न सकिँदैन, फ्याक्ट्रीहरू खुल्नेवाला छ है त। भिडियोमा चाहिँ
तपाईहरूलाई केही कमेन्ट गर्न मन लाग्छ भने कमेन्ट छोडिदिनु होला, म त्यसको रिप्लाई दिनेछु। सोध्न सक्नुहुन्छ। मलेसिया आउनुभन्दा पहिला, मलेसिया सबै सेक्टर खुल्नुभन्दा पहिला मलेसियाको बारेमा बुझिराख्नु धेरै उत्तम हुन्छ है त। यहाँ आयो भने पछि 4 लाख 5 लाख खर्च गरेर आइसकेपछि पछुतो हुँदैन, रुनु पर्दैन, कल गरेर घरिघरि एजेन्टहरूलाई भनिरहनु पर्दैन, म्यानपावरहरूलाई भनिरहनु पर्दैन। पहिले नै बुझेर राम्रो ठाउँमा आयो भने अनि धोका खाइँदैन भन्दै आजको यो जानकारीमूलक भलक भिडियो यहीँ राखेँ। सबैजनालाई, भिडियो हेर्ने सम्पूर्ण साथीहरूलाई धेरै धेरै धन्यवाद। भेटौँला अर्को भलक भिडियोमा। बाई बाई।